आज अमृता के चढी त अनि कहाँ घुम्न गई त। हेलो वेलकम छ अम्मुको डेली ब्लगमा। म चाहिँ अमृता चौधरी फ्रम बालग्राम। अनि आज चाहिँ म घुम्न जाँदैछु मेरो बेबीसँग, मेरो हस्बेन्ड अनि नन्द अनि देवरसँग। अनि हामी चाहिँ आज बेलेटार घुम्न जाँदैछौँ। हेर्नु न मेरो छोरा कति क्युट है। हामी फर्स्ट टाइम मेरो छोरालाई लिएर जाँदैछु। हामी चाहिँ बेलेटार पुग्ने लाग्यौँ भन्नाले नि पुगिसक्यौँ। अनि अब यो चाहिँ माथि चढ्ने ठाउँ हो। अनि हामी चाहिँ पुगेर अनि मैले अस्मिता बाबुले भिडियो बनायौँ। बाबु चाहिँ कति खुसी भइरहेछ क्या आज घुम्न। हेर्नु न ह्याप्पी भइरहेछ। अनि हामीले थोरै भिडियो बनायौँ। त्यसपछि चाहिँ अब हामी माथि जान लागेको। बाबुलाई बाई बाई गर्न सिकाउँदैछौँ क्या हामी। मेरो छोरालाई नि फेरि यस्तो खालको छ नि, त्यसलाई गर्नु मन लाग्यो भने बाई बाई गर्छ, नत्र गर्दैन क्या। अक्कड हो क्या, आफ्नो मन मर्जी हुन्छ नि। त्यस्तै छ मेरो छोरा। अनि त्यसपछि हामीले भिडियो बनाइसकेर हामी माथितिर लाग्यौँ। अनि माथि पनि अब बाबुलाई त के गर्नु, त्यसलाई ह्याप्पिनेस गराउनुलाई त अलिअलि यताउता गर्नु परिहाल्छ। त्यही भएर बाबुलाई ह्याप्पी बनाउँदैछ अस्मिताले। छोराछोरी लगेपछि फुच्चाफुच्ची यस्तै हो घुमघाम गर्ने। टिकट काटेर यहाँ चाहिँ पालोमा बस्नु पर्दो रहेछ। सबैजना पालो गर्नुहुन्छ। अनि हामीले पनि टिकट काटिसकेको छौँ। अनि टिकट लिएर चाहिँ जानुभयो उहाँ चाहिँ उता टिकट दिनलाई। अनि हामी चाहिँ उभिरहेछौँ हेलो हाई बाई बाई गर्दै। ड्याडी र बाबा घुम्दै खेल्दै। मेरो छोरा चाहिँ यति चकचके छ नि। त्यहाँ एकजना फुचे क्या, मेरो छोराभन्दा पनि ठुलो, लगभग 2.5 वर्षको थियो। मेरो छोरा चाहिँ भर्खर वर्ष लागेको छ। अनि बिचरा उसले गाडी लिएर आएको थियो, भरे त उसको गाडी खोज्न गइरहेको क्या। आफै यत्रो सानोले ठुलोलाई नि क्या खोसेर अनि झगडा गर्न गइरहेको थियो। यस्तो छ मेरो बाबु नि। अनि त्यसपछि हामीले थोरथार फोटोहरू खिच्यौँ, भिडियोहरू बनायौँ मैले र अस्मिताले। उहाँहरू चाहिँ हाम्रो हिरोहरू। अब उहाँहरूलाई पनि भिडियो यसो बनाइदिनु पर्यो नि है। घुम्न आएपछि त भिडियो नबनाइकन त हुँदैन। अनि उहाँहरूको पनि हामीले भिडियो बनाइदियौँ। अनि मेरो बाबुलाई चाहिँ भोक लागेर क्या रुइरहेछ त्यो। अनि अब उसलाई चाहिँ केही खुवाउनु पर्यो। अनि त्यही भएर उसलाई चाहिँ लगेर हामीले थोरै खाना खुवाइदियौँ। अनि त्यसपछि फेरि यतातिर ल्यायौँ। अनि हामी चाहिँ सुरुमा यो पिङ खेल्न गयौँ। यसमा चाहिँ बेबी लिएर बस्न पाइन्छ 3जना 4जना त्यस आमा बुवा अनि नानी बस्न पाइने रहेछ। अनि हामी चाहिँ सुरुमा मेरो बाबु चाहिँ डरायो क्या यो खेल्दाखेरि चाहिँ। उसलाई चाहिँ डर लागेछ, ऊ चाहिँ रुन थाल्यो। यसमा पिङ स्टार्ट गर्ने बित्तिकै मेरो छोरा रुन थाल्यो क्या जोडले। यो पिङ चाहिँ 500मा 2 चोटि मात्रै, एकचोटि ठेलिदिनुहुन्छ। अनि त्यसपछि रोक्यो भने अनि फेरि अर्कोचोटि। अनि त्यसपछि फोटोसुटहरू गरिन्छ। त्यसपछि सक्यो 500। हेर्नु न मेरो छोरा कस्तो रुन थाल्यो। अनि हामीले थोरै हाई हेलो बाई अनि थोरै फोटोहरू खिच्यौँ यसमा। अनि फोटोहरू खिचिसकेपछि चाहिँ अनि त्यसपछि मेरो चाहिँ अर्कोतिर पनि पालो आइसकेको थियो। किनभने मैले अर्कोको पनि टिकट काटेको थिएँ। मलाई चाहिँ आज सबै खेल्ने मुड थियो क्या। त्यही भएर मैले अर्कोको टिकट पनि काटिसकेको छु। त्यसपछि बाबुलाई फेरि हामी तल आइसकेपछि बाबुलाई ह्याप्पिनेस गराउनुलाई बुवाले थोरै घुमाउनु भयो। अनि फोटो भिडियोहरू बनाउनु भयो। मेरो बाबु चाहिँ कति ह्याप्पी भयो क्या जोस् घुम्न जाँदा चाहिँ। त्यसलाई पनि मेरै सोखिन छ क्या, म जस्तै सोखिन छ त्यो पनि घुम्नुमा के क्या। अनि त्यसपछि मेरो अर्को स्टार्ट भइसक्यो। अनि म चाहिँ रेड ड्रेस आज रेड कलरको लगाएँ। यो रेड कलरको लागि मान्छे यति लाइनमा थियो नि। अरू कलर त्यस्तो खासै चाहिँ युज गरिरहेको थिएन। रेड कलरको लागि चाहिँ धेरै मान्छेहरूले प्रायः पर्खिरहेको थियो क्या। अनि यो दाइहरूले चाहिँ मलाई रेडी गरिदिँदै हुनुहुन्छ क्या हावामा उडाउनुलाई। अब यो गरिदिनु भएन भने त फेरि अब तल झर्ने डर। त्यही भएर रेडी पार्दै हुनुहुन्छ मलाई। अनि फाइनली म चाहिँ रेडी भइसकेँ है हावामा उड्नुलाई। अनि अब मलाई चाहिँ माथि तान्दैछन्। कति माथि मैले चाहिँ भनेको थिएँ क्या मलाई टपमा लगेर अनि मात्रै छोडिदिनु भनेर। त्यहाँ भन्नु पर्दो रहेछ क्या कति माथिसम्ममा लाने हो, कति तलसम्म बस्ने हो, त्यो आफूले डिसाइड गर्ने हो। अनि मलाई चाहिँ म चाहिँ सबभन्दा टपमा लगिदिनु भनेको थिएँ क्या। त्यही भएर मलाई चाहिँ टपमा लगिदिनु भएको थियो पुरै। अनि मलाई चाहिँ थाहा थिएन यो कुरा क्या। भरे बिचले मलाई चाहिँ एकचोटि सोध्नु भएको थियो। अनि मैले चाहिँ भनेको थिएँ म टपदेखि गर्छु, भरे त अलरेडी गएर भनिसक्नु भएको रहेछ टपसम्म लगिदिनु भनेर। टपमा पुगेपछि चाहिँ अरू केही होइन, त्यो तल चिप्लिने जस्तो डर लाग्ने क्या। अब चिप्लिन्छ कि जस्तो डर भयो। अनि हत्तै छोडिदिनु भयो। अनि सक्यो 500 रुपियाँ यतिमा।
यसको लागि पनि 500। मेरो चाहिँ यो कपडा कति धेरै फेसमै आउने क्या, खोइ धेरै माथि धेरै स्पिडमा भएर हो कि क्या हो। अनि त्यसपछि उड्यो हल्का फल्का हावामा यसो हिरोइन जस्तो होइन। अनि हल्का फल्का फोटोहरू पनि खिचिदिनु भयो। यसको फोटो खिच्नलाई चाहिँ 250 रुपियाँ, अनि यो चढ्नलाई चाहिँ 500 रुपियाँ। अब फोटो चाहिँ आफ्नो मन हो, खिच्नु मन लाग्यो भने खिचियो, खिच्न मन लागेन भने चाहिँ नखिच्दा पनि हुन्छ, त्यो आफ्नो चोइस हो। चढ्नलाई चाहिँ 500 रुपियाँ हो। अनि त्यसपछि चाहिँ मेरो सक्यो हावामा उडेको। अनि त्यसपछि फोटोहरू खिचेँ। अनि यो पनि लास्टमा चाहिँ फोटो खिच्नुलाई जुन 250 हामी फाल्छौँ नि, त्यसको लागि चाहिँ एउटा सुट पनि हुँदो रहेछ, यो भिडियो सुट कुदेर पुरा हिरोइन जस्तो अनि घुम्नु। एउटा चाहिँ यो लास्टमा चाहिँ यो सबैलाई गराउनुहुन्थ्यो, अनि मैले पनि बनाएँ। अब फाइनली हाम्रो यो बाँकी छ एउटा। अब यो पनि खेलिहाल्यौँ। मलाई चाहिँ उहिलेदेखि जानु मन थियो, जाऊँ न बुढा भन्दा बुढाले त्यही पनि लास्ट अन्तिममा आज ल्याउनु भयो। त्यसमा पनि किन अब हजुरआमा खस्नु भएको छ नि त, हजुरआमा खसेपछि तब हाम्रो त चिन्डु हुनुपर्छ, कपाल काट्नुपर्छ। अनि जहिले क्या प्रायः हामी धरान आउँदाखेरि घुम्नलाई धरान भेलेटार उहाँको चाहिँ कपाल चिन्डु नै हुन्छ क्या। त्यही भएर अनि म योपल्ट चाहिँ चिन्डु जाँदिनँ। जानु मन छ भने के भन्छ आज हिँड, नत्र म अरू दिन लाँदिनँ, चिन्डु भयो भने म चाहिँ लाँदिनँ भनेर भन्नुभयो। अनि त्यही भएर म चाहिँ आफ्नो ड्युटी चाटेर मैले अर्काको नाइट ड्युटी लिएर अनि त्यसपछि घुम्न आएको छु। ओ माई गड, म यति क्रेजी छु क्या घुम्नुलाई, यति क्रेजी छु। अनि त्यसपछि चाहिँ हामीलाई चाहिँ माथि टपमा लानुभयो। अनि यहाँ पनि सोध्नुहुन्छ क्या कति टपसम्म जाने, अनि म चाहिँ माथिसम्म नै जाने भनिरहेको थिएँ कि। अनि भरे भितलाई चाहिँ डर लागेछ। अनि होइन भाउजू यतिसम्म नै राखौँ भनेपछि चाहिँ अनि मैले चाहिँ ल ठिकै छ यतिसम्म नै गरौँ न त भनेर। अनि त्यहाँदेखि चाहिँ हाम्रो सुरु भइसक्यो हावामा उड्ने काम। रमाइलो भयो जोस् घुमघाम गर्नुलाई। कहिलेकाहीँ घुम्नुपर्छ होइन साथी, घुमघाम गर्नुपर्छ, माइन्ड फ्रेस हुन्छ हाम्रो। अनि बिहितलाई चाहिँ डर लागेको छ क्या, उसले चाहिँ के भन्दै त भाउजू म त फर्स्ट टाइम चढेको, म त पिङ पनि चढेको छुइनँ अहिलेसम्म, मलाई चाहिँ डर लागिरहेछ भनेर। मलाई चाहिँ डर लाग्दैन, मलाई चाहिँ यस्तोहरू मनपर्छ, पिङ यताउता। बन्जी जम्पिङ मेरो चाहिँ सपनै छ क्या, बन्जी जम्पिङ गर्नुपर्ने। के गर्नु अब कहिले खप्पडमा लेखिन्छ कि बन्जी जम्पिङ गर्नुपर्ने। अनि त्यसपछि अब हेरौँ। अहिलेसम्म चाहिँ मेरो त्यो इच्छा पुरा भएको छैन। अब जान्छु भन्छु कि के आइलाग्छ अनि फेरि रोकिहाल्छु। म 2 वर्षदेखि जाने भनेर ट्राई गरिरहेको छु पोखरा बन्जी जम्पिङको लागि, तर मेरो नसिबमा छैन अहिले। सो अब हेरौँ कहिले हुन्छ मेरो लाइफमा बन्जी जम्पिङ गर्नुपर्ने, त्यसपछि अनि गर्ने हो। अनि त्यसपछि हामी चाहिँ यहाँबाट निस्किन लाग्यौँ, किनभने हाम्रो घुमघाम सक्यो, अब घरतिर लाग्न आँट्यौँ। अनि अब खाजासाजा पनि खानु पर्यो भनेर हामी सोचिरहेको थियौँ, तर अब यहाँ चाहिँ थुक्पा अस्मिताले नखाने भनेपछि चाहिँ अनि हामी चाहिँ लु मोमो खाने भए चाहिँ हामी धरानमै खाने भनेर नि हामी धरानतिर लाग्यौँ यहाँबाट। अनि हामी चाहिँ चोकमा सामानहरू किन्नलाई, चक्लेटहरू लिनलाई बसिराख्यौँ एकछिन। अनि यसो बाबा छोराको भिडियो बनाइदिएँ मैले। अनि अस्मिताले चाहिँ उता किन्दैछ सामानहरू। अनि हामी चाहिँ यत्तिकै भ्यूहरू हेरेर बसिरहेछौँ। खासै त्यस्तो त चिसो थिएन कि, यो ढुसी मात्रै लागेको, त्यस्तो खासै चिसो चाहिँ रहेन रहेछ। अनि हामी चाहिँ लाग्यौँ घरतिर। सरारारारा मेरो बाबा चाहिँ एकदम चकचके छ हो लास्टै। तपाईँहरूको छोरा चाहिँ कस्तो छ? मेरो चाहिँ भर्खरै 1 वर्ष लाग्यो, एकदम चकचके छ क्या। आफूभन्दा ठुलोहरूलाई रुवाइदिन्छ यस्तो छ। पछि चाहिँ कम्प्लेन मात्रै ल्याउँछ होला स्कुलबाट जस्तो लाग्छ, अब सुनिन्छ नि त धेरै। अनि हामी चाहिँ बुढाबुढीले पनि यसो हल्का भिडियो बनाएकोहरू चाहिँ लास्टतिर मैले यसो राखिदिएको छु। यो जहाँ गए पनि यो भिडियो चाहिँ बनाएकै हुन्छौँ क्या, यसो घुमाएको। अनि यो चाहिँ बिहितसँग बनाएँ 1-2वटा भिडियो। हामी चाहिँ चढ्न जाने बेलामा यो भिडियो बनाएको थियौँ। हाई हेलो बाई। अब चाहिँ सकिन लाग्यो मेरो भिडियो। यत्तिको हेरिदिनु भएकोमा धन्यवाद सबैजनालाई। प्लिज फुल भिडियो हेरिदिनु होला मैले के गरेँ भनेर। थ्याङ्क यू फर वाचिङ माई भिडियो। जोस् रमाइलो भयो, जसलाई घुम्न जानु मन लाग्छ जानु होला। धेरै टाढाबाट आउँदो रहेछ, तर मान्छेहरू चाहिँ इन्डियाबाट पनि आउँदो रहेछ क्या मान्छेहरू घुम्नलाई।